आधुनिक नेपाल युट्युब च्यानल। भनेपछि हामीले जस्तो सुरु गर्नु पर्यो भने नयाँ दाजुभाइहरूले कसैले भैँसी पाल्न चाहनुभयो भने ढुक्कसँग लगानी गरेर अघि बढ्न सक्ने अवस्था छ? सकिन्छ, यो सकिन्छ। जग्गा प्रशस्त हुनु भयो। जग्गा आफ्नो भयो भने ठिक है। जग्गा 40 रोपनी भन्दा कम चाहिँ हुनु भएन। भैँसी 8-10 वटा पाल्नलाई त्यति चाहिँ चाहिन्छ। कति रोपनी? 40 रोपनी भन्दा कम भयो भने गाह्रो हो र। घाँस कम चाहिन्छ सर तपाईँको। ए घाँसको लागि पनि जग्गै नभएपछि कहाँबाट घाँस हुन्छ लगाउनु? यस्तो के सर, अहिले गाह्रो छ। यो मान्छेले भन्छ नि यो भगाएर सोर्न पनि गाह्रो छ कि। किन भनौँ न, एउटा भैँसीलाई इन्भेस्ट गर्दाखेरि 1.5 लाख रुपियाँ चाहिन्छ गोठदेखि। म्याक्सिमम् तपाईँको 2 लाख 1,70,80 सम्म तिर्नुपर्छ। त्यो त भैँसीलाई प्लस हामीसँग लगानी पनि चाहियो होइन। लगानी मात्रै भएर भएन, फेरि तपाईँको अब नलेज पनि हुनु पर्यो। प्लस जग्गा जमिन प्रशस्त भयो भने चाहिँ अलिकति सहजै गर्दा पनि हुन्छ होइन। यो सबै कुरो यहाँ किनेर इत्यादि जिरोबाट लोनबाट गऱ्यो भने चाहिँ यो गाह्रो छ। लोनबाट त सम्भव नि। कसरी चिन्ने एउटा भैँसी गर्भवती छ यो राम भन्ने अवस्था चाहिँ कसरी चिन्नुहुन्छ? लक्षणहरू के हुन्छ? लक्षणहरू गर्भावस्था छ हुन्छ, उसको लक्षण चाहिँ तपाईँहरू काम गरेको आधारमा अनुभव चाहिँ के छ? अब तपाईँको अब बथान लागेको डेट र होइन, अब उसले अब त्यो इम्प्रुभ हुँदै जान्छ नि त। अब लाइन हुने होइन, गर्भवती हुँदाखेरि भैँसी पनि अलिकति चेन्ज हुँदै आउँछ, मोटाउँदै आउँछ। प्लस दुधहरू अब दिइरहेको हुन्छ, कतिकै जान्छ होइन। त्यसपछि धेरै मात्रामा सुत्छ ऊ, अलिक सुत्न थाल्छ। अब बढी सुत्छ पहिला अनि त्यसपछि हुँदा हुँदै बिस्तारै अब त्यतिकै थाहा हुन्छ, त्यतिकै थाहा हुन्छ गर्भावस्था छ भनेर। पेट बढ्दै जान्छ। तपाईँको 3 महिना क्रस भएपछि ठ्याक्कै थाहा हुन्छ। 3 महिना चाहिँ हामीले हेर्नै पर्छ। अनि यो एउटा भैँसी चाहिँ स्वस्थ छ, अब यो चाहिँ एकदम हेल्दी छ, यो राम्रो छ, एक्टिभ छ भनेर चाहिँ कसरी चिन्ने? के लक्षणहरू हुन्छ? उसको हरेक लक्षण हुन्छ नि। अब हेल्दी भैँसीले अब जे पनि गरम गरम खाइदिन्छ होइन, नाकानी गर्दैन ऊ। अब दुध पनि अब उसले जति खान्छ नि अब पच्छ होइन। त्यो खायो छेर्यो दुध पनि कमाउँछ, ऊ पनि दुध लाउँछ होइन। अब हेल्दी भैँसीमा त अब यो हेल्दी छ भन्ने बित्तिकै उसले त हाम्रो ठ्याक्कै थाहा हुन्छ। उसले खानेकुरा गरम गरम खाइदिन्छ, यो खानालाई यो नाकानीको केही पनि हेर्दैन, प्लस उसको ज्यान घट्दैन। त्यो भएपछि त्यो हेल्दी हो है। अनि दुध पनि अलिक बढी नै आउँछ हेल्दी भैँसीमा। उसले बढी खान्छ, बढी खाने बित्तिकै दुध बढी आइहाल्छ। जस्तो भर्खर बिहा एउटा भैँसीले बच्चा निकाली भने अब त्यो भर्खर निकालेको बच्चालाई चाहिँ हामीले के स्याहार गर्नुपर्छ? कस्तो खालको स्याहार दिनुपर्छ त्यसलाई? भर्खर जन्मेको बच्चालाई र अब तपाईँको अब अलिक सुक्खा ठाउँमा राख्नु पऱ्यो। अलिक सानो हुँदाखेरि दुध खुवाउने अलिक खुवाउनु पऱ्यो होइन। अनि टाइममा अब औषधिहरू गर्नु पऱ्यो। जुगा लाग्छ इत्यादि हुन्छ। जुगा लाग्छ है? जुगा लाग्छ, जुम्रा लाग्छ। अब त्यसको उपचारहरू टाइममा भयो भने त्यो औषधि चाहिँ निवारण छ। औषधि त गर्नै पर्छ। तपाईँको बिहाको 15-20 दिनपछि जुगा औषधि खुवाउनै पर्छ। जुगा भन्छ क्या त्यो बिगाउँदै दुधले जुगा ऊ हुँदैछ उनीहरूलाई। 3 महिना क्रस भइसकेपछि उसले जुम्रा पनि लाग्न सक्छ होइन। अब त्यो जुम्राको अब औषधि गर्नु पऱ्यो त्यतिकै। अब तपाईँको अहिले सबभन्दा यिनीहरूको यो डेलिभरी केसमा चाहिँ के समस्या छ भने यो के भन्छ, यो ल्याइसकेपछि भनार फर्किन्छ भन्छ कि यत्रो निकालिदिन्छ। त्यो पार्टीघर भनौँ न, पार्टीघर निस्किन्छ कि। त्यो पार्टीघर निस्किसकेपछि त्यो पुरै टोटली बाहिर निस्किसकेपछि आन्द्र भुँडी नै निस्किन्छ। त्यो बाध्ने उपाय छैन। टोटली निस्किसकेपछि चाहिँ है त्यो बाध्दै बाँध्दैन। हालिसकेपछि फेरि भित्र हाले पनि बाँध्दैन। आदरणीय दर्शकबिन नमस्कार। यहाँहरू अहिले आधुनिक नेपाल युट्युब च्यानलको साथमा हुनुहुन्छ। म तपाईँको साथमा छु प्रसन्न अधिकारी। यो नवबुद्ध 11 मा चाहिँ हामी आइपुगेका छौँ। यहाँ चाहिँ भैँसी पालेर बस्नुभएको छ हाम्रो दाजुहरूले। यो भैँसी पालनको बारेमा चाहिँ के कस्तो जानकारी प्राप्त गर्न सक्छौँ हामी, उहाँलाई कार्यक्रममा स्वागत गरौँ अनि यसपालि जानकारी दिने प्रयास गरौँ है त। सर नमस्कार। नमस्कार है दुवैजनालाई। हजुर शुभ नाम भनिदिनु न। मेरो सङ्गम मोक्तान। सङ्गम मोक्तान। तपाईँको? समीर मोक्तान। समीर मोक्तान। तपाईँहरू दाजुभाइ? हजुर। अनि यहाँ भैँसी पालेर बस्नुभयो? हजुर। है अब यो भैँसी चाहिँ कुन चाहिँ जातिको भैँसी हो? यो अब भैँसीको जातिहरू हुन्छ हुँदैन? जातिहरू त हुन्छन्। अब खोइ यो जाति ऊ जाति भनेर हामीले छुट्याएको चाहिँ छैन होइन। यहाँ पहाडिया भैँसी भन्छ होइन, मधेसी भैँसी भन्ने भन्छ। ए त्यो मुर्रा भन्दा यही हो?
मुर्रा चाहिँ खासै यहाँ आइपुगेको छैन छैन है प्योर मुर्रा चाहिँ आइपुगेको छैन क्रस चाहिँ छ क्रसहरू त्यो जस्तै अब मधेसीकाबाट तराईबाट आउँछ नि माथि मधेसीहरूले सप्लाई गर्छ हामीले हजुर अनि उहाँबाटै ल्याउने हो कोही कोही चाहिँ यहीँ यतैतिर हाम्रो स्थानीय ठाउँतिरबाटै ल्याउँछ हामी यतितिरबाट जस खोज गरेर ल्याउनु भयो नि त हजुर ए अब यो भैँसी पाल्नको लागि चाहिँ हामीले विशेष के कुरामा ध्यान दिनुपर्ने छ भैँसी पाल्न हामीले विशेष कुन कुरामा ध्यान दिनुपर्छ भने अब सबै चिजमा के अब जस्तै ध्यान जस्तै त अब हुन्छ जस्तै नि। अब दाना पानी भयो मेन त होइन हजुर दाना पानीमा के खुवाउनु पर्दो रहेछ ठोटो पिना यस्तै हो हामीले यहाँ खुवाउने भनेको यी गाउँठाउँमै उपलब्ध हुने कुराहरू हो गाउँठाउँमै चाहिँ उपलब्ध हुनेले चाहिँ हामीलाई पुग्दैन हजुर हामी अब किन्छौँ ल्याउनुपर्छ। ल्याउनुपर्छ ए भुसाहरू ल्याउनुहुन्छ भुसाहरू ल्याउँछौँ प्रायः जसो हामी गाउँठाउँबाटै हामीले उपलब्ध गराउँछौँ अनि घाँसहरूमा पनि होला निर्भर होइन घाँसहरूमा घाँसहरू लाउनु भएको छ यसको लागि हामीले घाँस चाहिँ लगाएको छ यो जय घाँस भन्ने चाहिँ लगाएको छ होइन अब यो सिधिसक्यो अब अहिले अक्सिजन भइसक्यो नि त हजुर सिजनमा चाहिँ हुन्छ यो जय घाँसहरू होइन अब बर्खामा त अब जताततै अब हरियो घाँसहरू पाइहाल्छ है हिउँदोमा चाहिँ प्रायः हामीले ठट खुसै ठ्याक्कै यही हजुरहरूले पालन गरिरहेकै गाउँलाई चाहिँ के भन्छ अरे ठ्याक्कै कपरढुङ्गा नमोबुद्ध 11 कपरे ढुङ्गा भन्ने कपरी ढुङ्गा भनेपछि हामी यो जगाते बाट आउनलाई चाहिँ कति समय जति लाग्दो रहेछ कति किलोमिटर टाढा रहेछ यो जगतेबाट भक्तपुर जगतेबाट हाम्रो बनेपाबाट लगभग 14 किलोमिटर हो अब जगतेबाट बनेपा कति किलोमिटर होला त त्यसमा फरक पर्नु होइन फरक पर्ने 14 किलोमिटर हुनु बनेपाबाट बनेपाबाट 14 किलोमिटर यात्रा पार गरेपछि हामी यो ठाउँमा आइपुग्छौँ कपाडे ढुङ्गा नमोबुद्ध नगरपालिका नवबुद्ध नगरपालिका कतिवटा भैँसी छन् दाजु अहिले हाम्रो अहिले टोटली दुना मात्रै छ 16वटा होइन गाई 2टा छ गर्दाखेरि सानो ठुलो गर्दाखेरि 20-22वटा छ हाम्रो अहिले ए सबै प्रायः दुना नै छन् दुनै छ है धेरै थोरै दुनै छ 16वटा दुना भैँसीले हजुर दैनिक कति जति दुध चाहिँ उत्पादन हुँदो रहेछ अब सिजनमा हो भने हाम्रो अब अलिक धेरै नै हुन्छ अहिले अफ सिजन हरियो सरियो अलिक छैन पाउने ए भनेपछि आहारमै कुरो हुँदो रहेछ है घरमै हुन्छ प्लस अब त्यसको अब एक्सपायर पनि हुन्छ नि त अब लाइनो छिटो भन्छ हजुर हजुर त्यस भएपछि अब अलिकति घट्छ कि दुधहरू अब लाइनो सिजनमा चाहिँ उनीहरू लाइनो हुँदाखेरि चाहिँ अलिकति बढी नै आउँछ हजुर हजुर अहिले छिटो भइसक्यो अलिक कम आउँछ है त्यसमा भर पर्छ यहाँ पनि बच्चा पाउने अवस्था हुन्छ हुन्छ है एक बेदमा कतिवटा पाउँछ भैँसीले एउटै हो एउटा मात्र भैँसीको त एउटै होला जुन पनि है के सोधेँ होला मैले पनि होइन कुनै कुनै बेला दुईटा पनि ब्यागको चाहिँ छ रेकर्ड चाहिँ छ हाम्रो यही घरमा पनि छ यहाँ फार्म नहुँदा माथि 2-4वटा पालिन्थ्यो ऊ बेलामा चाहिँ 2टा ब्याएको थियो त्यसो त ठिकै सोधेछु त मैले ठिक छ ल 2टा नै ब्याउने अवस्था हुँदो रहेछ भैँसीले चाहिँ मैले देखेको छैन गाईले चाहिँ देखाएको है एउटा भैँसी हुर्कन कति समय लाग्छ भनौँ न बच्चा बेलादेखि बच्चादेखि ब्याउने अवस्थासम्म पुग्ने माउ बनाउनलाई माउ बनाउनलाई ब्याग लाग्छ होला 4-5 वर्ष 5 लाग्छ वर्ष है? जति लाग्छ होला भैँसीको त्यसपछि बल्ल हामीले फाइदा लिन थाल्ने हो अरूमा उसको दुध खानलाई चाहिँ होइन हजुर। योग्य हुन चाहिँ कम्ती पनि मिनिमम तपाईँको 4 वर्ष जति पाल्नुपर्छ आमाबाट दुध छुटाएर त्यस्तै 4 वर्ष पाल्नु 4 वर्ष जति पाल्नै पर्छ त्यसपछि बल्ल हामीले दुध बेचेर आम्दानी लिन सक्छौँ होइन हुनाले हामीले चाहिँ प्रायः जसो यो सानो पाडीहरू चाहिँ हुर्काउँछ मल त अब दुध छुटेपछि हामीले बेचेर अर्को ल्याउँछौँ भनौँ न भनेपछि दुध दिइरहेकै भैँसी किन्नुहुन्छ अँ, तपाईँहरू चाहिँ हजुर
कसरी चिनिँदा जस्तो योले चाहिँ दुध अब भनौँ न यो गाई यो भैँसी के अरे यो भैँसी ठिक छ यसले राम्रो दुध दिइरहेछ भनेर तपाईँहरू कसरी चिन्नुहुन्छ किन्दाखेरि चाहिँ उनीहरूले झुकाएर बेच्ने बाटो हुँदैन हुँदैन त्यो त अहिले छैन अहिले चाहिँ के हो भने अब टक्क दुध हेर्ने हो दुहेर ल्याउने हो होइन चिनिन्छ चिनिन्छ अब उहाँ अब जति दुध आउँछ यहाँ पनि अब त्यो केयरलेस गर्यो भने होइन उसले अब सहर पुगेन भने अब दुध आउँदै नआउने कुरा हो होइन हजुर अब उहाँबाट दुध हेरेर ल्याएर पनि हामीले यहाँ पुग्दो सहर गर्नुपर्छ दुध त्यति आउँछ हजुर जस्तो अब एउटा ठाउँमा पालिरहेको भैँसी त्यहाँको खुवाउने आहार तरिकाहरू होइन भुसा खुवाउने तरिकादेखि लिएर अब सबै कुरा फरक हुन्छ यहाँ ल्याएपछि पनि फरक हुन्छ अब कसरी चाहिँ मेन्टेन गर्नुहुन्छ यो कुरालाई वातावरणीय हिसाबले पनि मौसमको हिसाबले पनि त्यो ठाउँको हिसाबले पनि त्यो आहारहरू मिल्छ अरू त मिल्दैन होइन तराएर यहाँ चाहिँ मिल्दैन अब तराईबाट ल्याएको भैँसीहरू चाहिँ यहाँ आएर चाहिँ एडजस्ट हुन गाह्रो हुन्छ नि त 2 महिना चाहिँ एडजस्ट हुन गाह्रो नै हुन्छ त्यही भनेदेखि उनीहरूलाई खानपिनमा फुड पोइजन जस्तो रोगहरू आउने होइन खानपिन झट्टै नखाने त्यस्तो खालको चाहिँ हुन्छ लक्षण कुनैमा चाहिँ है कुनैले चाहिँ फेरि आउने बित्तिकै झपझप्ती खाने पनि हुन्छ कुनैमा चाहिँ त्यस्तो चाहिँ मैले यहाँ एक्सपिरियन्स गरेको छु 2-4वटा भैँसी त्यस्तो परेको थियो पालिरहनु भएको भैँसी चाहिँ पूर्ण रूपमा दुध उत्पादनको लागि मात्र त हुने होइन पछि दुध दिन छोडिसकेपछि चाहिँ फेरि हुन्छ यो त भैँसी भने चाहिँ सबै फाइदा भयो मासु पनि बिक्री जान्छ के अरे जान्छ दुध थाकेपछि हामीले अब चेन्ज गर्नुपर्छ होइन चेन्ज गर्दाखेरि यो पनि आधी लगभग तपाईँको माउपाडा बेच्दाखेरि त्यसको 33%मा जान्छ भनौँ न लाइन र अहिलेको रेसियोमा जान्छ तर त्यो मासुको लागि जाने भयो मासुको लागि पनि जान्छ तर हामीले ब्याउने रागो लाएर होइन ब्याउने गरेर पनि अब त्यस्तो मान्छे पनि खोज्न आउँछ तर त्यो टाइम लाग्छ भनेर प्रायः जस्तो त्यस्तो गर्दैन कि यो ठाउँमा चाहिँ किनभने यहाँ चाहिँ दुधै इम्पोर्टेन्ट छ कि हाम्रो यो ठाउँमा चाहिँ डेरी नजिक होइन अब सप्लाई गर्ने ठाउँ पनि अब बनेको त्यति नजिकै भइहाल्यो अब त्यस भएपछि अनि प्रायः जस्तो त्यो एआई गर्दैन कि जस मासुको लागि भनेर त्यसरी जाँदाखेरि बिक्री चाहिँ हुन्छ अलिक कम मूल्यमा भनौँ होइन 100मा अब 33%मा जान्छ कि लाइन र अहिलेको यो मासुको भाउमा चाहिँ हामीले कति बेच बेचसम्म गर्न सक्छौँ दुध उत्पादन गर्न सक्छौँ बेच त अब तपाईँको गऱ्यो भने 8-10 बेच कम्तीमा पनि जान्छ है 8-10 बेच जान्छ भैँसीलाई जस्तो अरू पशु चौपायालाई जस्तो भैँसीलाई चाहिँ रोग लाग्नेहरू सम्भावना हुन्छ कि हुँदैन भैँसीलाई पनि हुन्छ नि किन बिरामी हुन्छ होइन गाई भैँसी सबै बिरामी हुन्छ बिरामी हुँदाखेरिमा चाहिँ हामीले नै त्यो भेटनरीहरू प्रायः बोलाउँदैनौँ औषधि चाहिँ हामी चाहिँ माथिबाटै किनेर ल्याएको हुन्छ स्टक भन्नाले अब बिरामी यो कुन खालको बिरामी भइरहेछ यो त्यो चाहिँ आफूले थाहा हुनु पर्यो हामीले भेटनरीमा अब यो लक्षण यो खालको लक्षण भइरहेछ भैँसीलाई भनेपछि त्यो अनुसारको औषधि उनीहरूले दिन्छन् हामी ल्याएर यहाँ आफै गर्ने चलन आफै गर्नुहुन्छ अब यहाँसम्म त फेरि भेटनरी डक्टर आउनु पनि गाह्रै छ है आउनु त आइहाल्छ नि यो पैसाकै कुरा हो एकलमै आइहाल्छ नि आउनु त भेटनरीहरू त किन खर्च गरिराख्नु भनेर आफै चाहिँ गर्छ क्या ठ्याक्कै लागिहाल्यो भने धेरै जस्तो लाग्ने रोग चाहिँ के हुन्छ ठ्याक्कै यिनीहरूको चाहिँ म्याक्सिमम् गर्मी सिजनमा चाहिँ के रोग लाग्छ भने यिनीहरूलाई फुड पोइजन हुने त्यस पछाडि आएर चाहिँ तपाईँको ज्वरो आउने त्यस्तो खालको त्यो उसको कारणले पनि होला मौसमको कारणले पनि होला कि यो ठ्याक्क मौसम चेन्ज हुन लाग्दाखेरि गर्मी सिजनमा प्रायः जसो भैँसी बिरामी हुन्छ
अर्को के थुनेलो के नि भन्दो रहेछ नि भैँसीमा चाहिँ यो हाम्रो यो फर्म राखिकन चाहिँ भैँसीमा चाहिँ कमै मात्रामा देखाएको छ हजुर यो भैँसीलाई थुनेलो त्यति हुँदैन अनि त्यस पछाडि गाईलाई म्याक्सिमम गाईलाई हुने हो त्यो रोग थुनेलो भनेको चाहिँ जस्तो अब यो यहाँबाट निस्किने यो भैँसी पालनमा यो फर्ममा निस्किने यो मलमूत्रहरूलाई चाहिँ तपाईँहरूले कसरी व्यवस्थापन गर्नुभएको छ खासै हाम्रो के गर्नुहोस् यहाँबाट निस्किने मललाई मूत्रलाई हाम्रो ओस्टेज गइरहेको छ यो खास यो मुतहरू चाहिँ होइन एक्ज्याक्टली भन्नुपर्दा मलहरू चाहिँ अब मल पनि बर्खा सिजनमा पानी छपछपी परिरहेको हुन्छ होइन पानीले बगेर लगिरहेको हुन्छ कि त्यति यहाँ व्यवस्थित भएको छैन भनौँ न मलहरू लिन आउनुहुन्छ मल त जति भने त्यति बिक्री हुन्छ है बिक्री हुन्छ कसरी गरिरहेको छ टिपको गाडीमा टिपको यहाँ सस्तै छ तपाईँको 5-6 हजारमा बिक्री हुन्छ कि हो ए 5-6 हजारमा यहाँ टिप गाडी जान्छ है गाडी टुई आउँछ हजुरको जस्तो यो क्षेत्रफल चाहिँ कति छ यहाँ सबै टोटल हजुरको गाउँ नै आफ्नो रहेछ है यो हाम्रो यो जग्गाको क्षेत्रफल भन्नुभएको रोपनीमा भन्नु कि कस्तो सबै टोटल है तपाईँहरूको यो एरियामा यो फर्म एरियामा मात्रै मेरो फर्म एरियामा होला त्यस्तै 40 रोपनी जति होला तपाईँहरूको है जस्तो लाग्छ 45 लगभग 60 नै पुग्छ है तपाईँहरू यहीँको पुरानो बासिन्दा है पुरानो हो नि यहीँ जन्मजातै यहीँ जन्मजातै यहाँ हो यहीँ हुर्किया 60 रोपनीको जग्गामा चाहिँ छ क्या हाम्रो यो भैँसी फर्म चाहिँ टल्ली गर्दाखेरि होइन ऊ भाडामा दिएको छ अब त्यहाँको घाँसपात पनि यही फर्ममा हो यताउता गर्दा यो हाम्रो यहाँ फर्ममा मात्रै लगभग 50 देखि 60 रोपनी हाम्रो छ यहाँ जग्गामा आफ्नै हो कि अनि जस्तो यो दुधलाई चाहिँ अब कसरी व्यापार गरिरहनु भएको छ कसरी बिक्री गर्नु भएको छ कहाँ लानुहुन्छ बजार कहाँ छ यहाँ बजार हाम्रो हामी आफ्नै डेरी छ होइन गाडी हाम्रै हो यहाँ माथि यहाँ तपाईँहरू जाँदा जाँदै देख्नुहुन्छ एउटा पिपलको बोट त्यहाँनिर पोखरी पनि छ हजुर ठ्याक्क त्यहाँ लाने डेरी चाहिँ हाम्रो पार्टनरसिपमा छ होइन गाडी पनि हाम्रो पार्टनरसिपमा छ हजुर हजुर अरू मान्छे दाजुभाइहरूसँगै हो होइन अनि आफ्नै गाडी भनौँ न पार्टनरसिपमा भएपछि दुध चाहिँ हामीले बनेपामा सप्लाई गर्छौँ उता डेरीहरूमा दिन्छौँ हामी भनेपछि आफै उत्पादन गर्ने हामी पनि कलेक्सन पनि गर्छौँ अरूको पनि लिन्छ यो ठाउँमा नभएर अरू अन्तबाट पनि हाम्रो 3-4 ठाउँ छ दुध कलेक्सन डेरी भनौँ न डेरी हो 4 वटै छ क्या डेरीमा ए अरूको पनि कलेक्सन गर्नुहुन्छ लानुहुन्छ है भनेपछि तपाईँहरूलाई त बजारको खासै गाह्रो रहन्छ है छैन दुधको लागि त जति भयो 500 लिटर भयो भने कटाउँछ है भनेपछि यो 16 वटा दुनिलो गाईले मासिक आम्दानी एभरेजमा कति जति हुँदो रहेछ तपाईँको मासिक खर्च कटाएर भनौँ न खर्च कटाएर भन्दाखेरि अब स्टाफ पनि आफै हुनुहुन्छ सबै दिदी पनि खट्नु हुँदो रहेछ आफ्नै अब घाँसलाई पनि हुन्छ हाम्रो खर्च त होइन अब कुनै सिजनमा त टाढै सकिन्छ घाँस किन्नुपर्ने हुन्छ होला होइन किन्नुपर्ने हुन्छ एभरेजमा भनौँ न अब एभरेजमा भन्न सकिँदैन यो किनभने अब कुनै बेलामा अब घाँस टन्नै किन्नुपर्छ होइन कुनै आम्दानी भन्नु पर्दाखेरि त्यही हो विदेशको कमाइ यहीँ हुन्छ विदेशको जस यो युरोप कन्ट्रीको कमाइ चाहिँ हुन्छ है युरोपको कन्ट्रीकै कमाइ हुन्छ जस यताउति काहीँ के भएन भने हुन्छ महिनाको चाहिँ यति भैँसी छ अहिले 2.5 लाखको इन्कम महिनामा हुन्छ यिनीहरू यति खर्च कटायो यो अझ कुनै भैँसीहरू कटिङमा जाने बेला भइसकेको छ कुनै कटिङ हुने काटेर मासु कटिङको लागि जाने बेला भएको छ कुनै लाइनो छ मिक्स छ कि यहाँनिर भन्दाखेरि यो सबै लाइनो हुँदा तपाईँको हाम्रो सबै हामीले भ्याएको हुनाले है कमाइ अलिकति बुझेँ मैले मासिक आम्दानी तपाईँको यति भैँसी लाइनो थियो भनेदेखि चाहिँ तपाईँको 2 लाख 3 लाखसम्म 3 लाख 3.5 लाखसम्म हुन्छ महिनामा हुन्छ है मेरो अन्दाजी एउटा भैँसीको लागत कति पर्ने छ दाजु दुनेलो भैँसी एउटा फर्स्ट पहिलो बेच नै किन्ने त्यस्तो खालको भेट्यो भने 2 सम्म पर्छ राम्रो हेप्पी भैँसीलाई हाम्रो यहाँ भएको भनेको 170 160 150 त्योभन्दा मुनिको साइड लाइनमा है तपाईँहरूको पहिलेदेखिको यो पुर्खौली पेसा नै यही हो यसरी व्यवसाय रूपले चाहिँ गरेको थिएन हाम्रो होइन 2-4 वटा 5-6 वटा पुर्खौलीदेखि नै बाजेदेखि नै हो है 2-4 वटा
दुर्न 4-5 वटा चाहिँ नदुर्ने के नरुने है अहिले चाहिँ हामीले आएर यहाँ व्यवसाय रूपमै गरेछ है। त्यसो हुँदो रहेछ यसलाई गऱ्यो भने चाहिँ राम्रो छ भने चाहिँ थाहा पाउनु भयो नि गर्नु हामी विदेश पनि गयौँ। ए बिर्सन जानुभयो म कति 78 सालतिर होइन 72 सालले आबाईसँग चाहिँ 68-69तिरै म गएको विदेश। कति वर्ष बस्नु 2-3 वर्ष बसेर फर्केँ। उताबाट कमाइ गर्नै सकेन बरु त्योभन्दा यहाँ राम्रो देख्नुभयो त्यहाँभन्दा यहाँ राम्रो है कति राम्रो कति राम्रो आफ्नो परिवारसँग होइन जहाँ जान पाएन पायो हो मान्छेको अनि खट्नु पनि त भयो होला नि अर्काको देशमा मरी गर्नुपर्छ यहाँ भए आफूलाई गरे पनि आफ्नै नगरे आफ्नो पाराले स्वतन्त्र स्वतन्त्र होइन परिवारसँगको त्यो एउटा सम्बन्ध भइरह्यो कसैको दबाब आएन। दबाब आएन अर्काको अन्डरमा अर्काको देशमा होइन त्यो त धेरै राम्रो हो नि यो त त्यो हुनाले मलाई चाहिँ यो पेसामा एकदम सन्तुष्ट हुनुहुन्छ? सन्तुष्टि छ है अब उहाँ हामीले यहाँ सुरु गऱ्यो फेरि उहाँ एउटा हाम्रो खोटाङतिर गएर आउनुभएको छ होइन। अँ, वार्षिक चाहिँ नि 30,000 रुपियाँ भाडामा त्यहीँबाट आउँछ उसले भने इन्कम हुन्छ हाम्रो। भनेपछि हामीले जस्तो सुरु गर्नु पर्यो भने नयाँ दाजुभाइहरूले कसैले भैँसी पाल्न चाहनुभयो भने ढुक्कसँग लगानी गरेर अघि बढ्न सक्ने अवस्था छ सकिन्छ यो सकिन्छ जग्गा प्रशस्त हुनु पऱ्यो। जग्गा जग्गा आफ्नो भयो भने ठिक है जग्गा 40 रुपियाँ पनि भन्दा कम चाहिँ हुनु भएन हुनु भएन। भैँसी 8-10 वटा पाल्नलाई त्यति चाहिँ चाहिन्छ। कति रुपियाँ पनि 40 रुपियाँ पनि भन्दा कम भयो भने गाह्रो हो र घाँस कम चाहिन्छ सर तपाईँको ए घाँसको लागि पनि जग्गै नभएपछि कहाँबाट घाँस हुन्छ ल भन्नु न। पहिलो नम्बर घाँसको व्यवस्था गर्नु पर्यो अब दाउरा आफ्नै जङ्गल छ र अब यत्रो दाउरा छ हाम्रो होइन दाउरामै जान्छ तपाईँको कति खर्च अनि अनि यो यो चाहिँ भुसा पकाउनलाई यो कुँडो पकाउन कुँडो पकाउनलाई हो अब हेर्नुहोस् तपाईँको ढोँड आउँछ खुवाउनलाई होइन मकै आयो पिठो पिठो खानलाई पेलेर खुवाउनलाई जग्गा आफ्नो भयो भने झन् राम्रो। धेरै अब जग्गै छैन म जिरोबाटै जग्गा सबै पुरै लिजमा भाडामा लिजमा लिएर चाहिँ गर्छु भनेको चाहिँ अलिक गाह्रो भयो। गाह्रो होइन सफा नभए एउटै हुन्छ कि त्यो जस त्यसले पिकअप लिँदैन भने फेरि त्यसले ठाउँमा भयो भने चाहिँ हुन्छ है तपाईँको यतिकै फर्म बनेपामा भयो भने तर सबै कुरो म्यानेज हुन्छ। पानीदेखि अब फेरि यस्तो के दाजु अब सबैको आफ्नो जग्गा हुन्छ है भन्ने पनि छैन है बनेपामा त अब फ्याटको 22 रुपियाँसम्म दिने डेरी छ। यहाँ त हामीले 15 रुपियाँ 70 रुपियाँ बेचेछ। त्यो हुन त्यति गर्दा पनि हाम्रो यहाँ नाफै छ होइन। यतिकै फर्म भाडा जग्गा लिएर बनेपामा चाहिँ गर्न सक्यो भने तपाईँको यहाँभन्दा 7-8 रुपियाँ चाहिँ बढी नै आउँछ कि। तपाईँहरूले यहाँबाट फेरि बनेपा लान सक्ने अवस्था चाहिँ छैन कसरी लानु एक दिन लगेर भएन कुनै दिन पानी आउँछ बाढी आउँछ होइन। गाडीले त लगेको छ नि त हाम्रो एक गाडी लगिरहेको गाडीले अहिले लगिरहेको छ बनेपामै हाम्रो त्यो त पार्टनरसिपले खाने भन्दा आफ्नै पर्सनल भन्न खोजेको कि भनेको बुझेँ मैले हो फर्मको चाहिँ हामी यहाँ आफ्नै डेरीमा भर्ने हो होइन। त्यसपछि पनि फेरि बनेपामा हुन्छ यहाँको रेट पाएर पनि फेरि बनेपाको प्रफिट पनि हामीले आउँछ। भनेपछि आफ्नै जग्गा भयो भने चाहिँ बरु तैबिसेक यसो फाइदा निकाल्न सकिन्छ होइन भने चाहिँ भाडा तिर्नु पर्यो है यताउता पानीदेखि किनेर दाउरादेखि घाँसदेखि किनेर त सम्भव होइन। बत्ती सबै किन्नु पर्यो पानी किन्नुको अलिकति गाह्रो हो। यस्तो मिसिन स्ट्यान्डलाई एउटा चाहिहाल्यो वस्तु पालेपछि हो पानी त हमेसा चाहिने है फोहोर सफा राख्नु पर्यो हाम्रो त यहाँ 24 आवर पानीको टेन्सनै छैन आउँछ है मजाले आइरहेको छ। होइन नत्र यहाँ त हाइट रहेछ पानी चाहिँ फेरि आउँदो रहेछ यहीँ छेउमै खोला छ अनि तपाईँको ए त्यो योभन्दा माथि छ हाइटमा अनि यस्तो के छ अहिले गाह्रो छ यो मान्छेले भन्छ नि यो भगाएर सोर्न पनि गाह्रो छ कि किन भनौँ न एउटा भैँसीलाई इन्भेस्ट गर्दाखेरि 1.5 लाख रुपियाँ चाहिन्छ मिनिमम गोठदेखि म्याक्सिमम तपाईँको 2 लाख 1,70,80 सम्म तिर्नुपर्छ। त्यो त अनि भैँसीलाई प्लस हामीसँग लगानी पनि चाहियो होइन। लगानी मात्रै भएर भएन फेरि तपाईँको अब नलेज पनि हुनु पऱ्यो प्लस जग्गा जमिन प्रशस्त भयो भने चाहिँ अलिकति सहजै गर्दा पनि हुन्छ होइन। यो सबै कुरो यहाँ किनेर इत्यादि जिरोबाट लोनबाट गऱ्यो भने चाहिँ यो गाह्रै छ। लोनबाट त सम्भव नि सम्भव हुन्छ किन नत्र जस्तो 5-6वटा भैँसी राख्यौँ हामीले भने ल अर्कैकै जग्गा भयो भने होइन जस्तो तपाईँले यहाँ 35,000 वार्षिक लिइरहनु भएको छ भने ल यो जग्गामै भयो भने 5वटा दुनेलो भैँसी टक्क राखेर दैनिक दुध उत्पादन गरेर त्यो दुधले तिर्न सक्ने अवस्था हुँदैन 5वटा सकिन्छ। अब आफ्नो ज्याला बस्दैन नि त आफै खटेर चाहिँ आफै खटेर आफू खट्नु त्यो ठाउँमा खट्नु नै आफ्नो ज्याला पाउनु त हो। अब दुधबाट तपाईँको घाँस किन्नुपर्छ पानी किन्नु पऱ्यो होइन सबै चिज किन्नु पऱ्यो भने चाहिँ गाह्रै छ होइन। यसरी चाहिँ हाम्रो जस्तै अब धेरै थोरै जग्गा आफ्नै भयो भने होइन
अलिक सजिलै हुन्छ। अब गर्न गाह्रो छ अहिले यो काम, किनभने अहिले र पहिलेको फरक छ कि अहिले तपाईँको ढुटो एक बोरालाई 2000 दिइहाल्छ हेर्नु चाहिँ, लगभग 2000। अब यहाँ आइपुग्दाखेरि तपाईँको भाडा राखेर 2021-2200सम्म पर्न आइसक्यो। अहिले महँगीको कारणले चाहिँ अलिकति गाह्रै छ। भैँसी पनि महँगो छ पहिला भन्दा होइन। अहिले पनि यो दाना पिना अब घाँसहरू भनौँ, अब तपाईँको 10 भारी ढोँड किन्नु पऱ्यो भने 500 रुपियाँ भारी दिन्छ होइन। ढोँड आगो बाल्न है होइन, खुवाउनलाई पुग्छ। यो पनि खान्छ यो खान्छ खुवाउने हो नि त। ए 500 रुपियाँ भारी लिन खोजिसक्यो। यो भैँसी गाईले त खाँदैन क्या यस्तो है? खान्छ, सबै खान्छ। खान्छ यो हरिसरी अलिकति मिसाउनु पर्छ होइन, बानी त्यस्तै लगाए त्यही हो सर। कसरी चिन्ने एउटा भैँसी गर्भवती छ यो राम भनौँ भन्ने अवस्था चाहिँ कसरी चिन्नुहुन्छ? लक्षणहरू के हुन्छ? लक्षणहरू गर्भ अवस्था धेरै हुन्छ उसको लक्षण त धेरै। तपाईँहरू काम गरेको आधारमा अनुभव चाहिँ के छ? अब तपाईँको अब बथान लागेको डेट र होइन, हजुर अब उसले अब त्यो इम्प्रुभ हुँदै जान्छ नि त। अब लाइनो हुने होइन, गर्भवती हुँदाखेरि भैँसी पनि अलिकति चेन्ज हुँदै आउँछ, अहिले मोटाउँदै आउँछ, प्लस दुधहरू अब 2 राग हुन्छ घटिँदै जान्छ होइन। त्यसपछि धेरै मात्रामा सुत्छ ऊ, अलि सुत्न थाल्छ, अब बढी सुत्छ पहिला ए भन्दा सुत्छ ए अनि त्यसपछि हुँदा हुँदै बिस्तारै अब त्यतिकै थाहा हुन्छ, अटोमेटिकै थाहा हुन्छ। यो गर्भ अवस्था छ भनेर पेट बढ्दै जान्छ। तपाईँको 3 महिना क्रस भएपछि ठ्याक्कै थाहा हुन्छ। ए 3 महिना चाहिँ हामीले हेर्नै पर्छ होइन। अनि यो एउटा भैँसी चाहिँ स्वस्थ छ, अब यो चाहिँ एकदम हेल्दी छ, यो राम्रो छ, एक्टिभ छ भनेर चाहिँ कसरी चिन्ने? के लक्षणहरू हुन्छ? उसको हरेक लक्षण हुन्छ नि। अब हेल्दी भैँसीले अब जे पनि गरम गरम खाइदिन्छ होइन, नाकानीको गर्दैन ऊ। अब दुध पनि अब उसले जति खान्छ नि, अब पच्छ होइन, अब त्यो खायो छेर्यो दुध पनि कमाउँछ, ऊ पनि दुब्लाउँछ होइन। अब हेल्दी भैँसीमा त अब यो हेल्दी छ भन्ने बित्तिकै उसले त हाम्रो ठ्याक्कै थाहा हुन्छ। उसले खानेकुरा गरम गरम खाइदिन्छ, यो खानालाई यो नाकानीको केही पनि हेर्दैन, प्लस उसको ज्यान घट्दैन, त्यो भनेपछि त्यो हेल्दी हो है। अनि दुध पनि अलिक बढी नै आउँछ हेल्दी भैँसीमा। उसले बढी खान्छ, बढी खाने बित्तिकै दुध बढी आइहाल्छ। जस्तो भर्खर बिहा एउटा भैँसीले बच्चा निकाली भने अब त्यो भर्खर निकालेको बच्चालाई चाहिँ हामीले के स्याहार गर्नुपर्छ? कस्तो खालको स्याहार दिनुपर्छ त्यसलाई? भर्खर जन्मेको बच्चालाई त अब तपाईँको अब अलिक सुक्खा ठाउँमा राख्नु पऱ्यो, अलिक सानो हुँदाखेरि होइन, दुध अलिक खुवाउनु पऱ्यो होइन। अनि टाइममा अब औषधिहरू गर्नु पऱ्यो। अब जुगा लाग्छ इत्यादि हुन्छ, जुगा लाग्छ है, जुगा लाग्छ, जुम्रा लाग्छ। ए अब त्यसको उपचारहरू टाइममा भयो भने त्यो औषधिहरू जस निवारण छ। औषधि त गर्नै पर्छ। तपाईँको बिहाको 15-20 दिनपछि जुगा औषधि खुवाउनै पर्छ। जुगा हुन्छ क्या, त्यो बिगाउँदै दुधले जुगा हुँदैछ उनीहरूलाई। 3 महिना क्रस भइसकेपछि उसले जुम्रा पनि लाग्न सक्छ होइन। अब त्यो जुम्राको अब औषधि गर्नु पऱ्यो त्यतिकै त्यो। त्यसो जन्माउने बेलामा हजुरले पनि आफ्नो के एउटा कृत्रिम केही तयारी हुन्छ तपाईँहरूको? उसले जन्माउँदै हुन्छ नि त भैँसीले, त्यो बेलामा तपाईँहरूको पनि के आफ्नो तयारी हुन्छ? भनौँ न निकाल्दैछ, उसले बच्चा निकाल्दैछ, आफ्नै बलजबतीले निकाल्छ कि तपाईँहरूले पनि के खालको एउटा तयार केही गर्नुहुन्छ नि? होइन, नियमहरू के छ? उसलाई छोड्दैन, हामीले हेर्छ होइन। त्यो उसको डेलिभरी सक्सेस नभएसम्म चाहिँ अनि त्यो ठाउँमा हुन्छु होइन। अब त्यसलाई गाह्रै भयो, अलिक टाइमै लाग्यो भने चाहिँ हामी भेटनरी बोलाउनै पर्छ है। तपाईँ आफै चाहिँ त्यसलाई बन्दोबस्त गर्न सक्ने क्षमता हुँदैन, हामीसँग अनुभव हुँदैन। अलिकति केही मिस्टेक भयो यताउता भयो भने फेरि मर्न सक्छ होइन? माउनै मर्छ। माउनै मर्छ है। अब तपाईँको अहिले सबभन्दा यिनीहरूको यो डेलिभरी केसमा चाहिँ के समस्या छ भने यो के भन्छ, यो पछि ब्याइसकेपछि भनार फर्किन्छ भन्छ कि त्यो यत्रो निकालिदिन्छ। त्यो पार्टी घर भनौँ न, पार्टी घर निस्किन्छ कि त्यो पार्टी घर निस्किसकेपछि त्यो पुरै टोटली बाहिर निस्किसकेपछि आन्द्र घोडी नै निस्किन्छ। त्यो बाँध्ने उपाय छैन। टोटली निस्किसकेपछि चाहिँ है त्यो बाँध्दै बाँध्दैन। हालिसकेपछि फेरि भित्र हाले पनि बाँध्दैन। भैँसीमा त्यो समस्या छ। उसको डेलिभरी केसमा चाहिँ त्यो भैँसीको सबभन्दा समस्या भने त्यो कसरी थाहा हुन्छ? अब यसले यसको क्षमता पुग्दै छैन, यसले बिगार्दैछ, अब यो के हुँदैछ, नराम्रो हुँदैछ भने चाहिँ तपाईँहरू कस्तो थाहा पाउनुहुन्छ? अनि भेटनरी ठ्याक्क बोलाइहाल्नुहुन्छ? यो सुरुबाट थाहा हुन्छ क्या, ब्याउनलाई 1-2 महिना। अब ब्याइसकेपछि तपाईँको त्यो ब्याउने बित्तिकै त्यो के भन्छ नि, त्यो त्यसको साथी के भन्छ त्यो ब्याउने साल भन्छ, त्यो टाइममा नखसेपछि अलिकति डाउट हुँदै जान्छ नि त मान्छे। त्यो साल नखसेपछि उसले बल गर्छ कि, कनाउँछ, बल गर्छ होइन। बल गरेपछि त्यो उसले बल गर्न थालेपछि त्यो भित्रकै पाडी घर निस्किँदो रहेछ क्या भैँसीको चाहिँ। त्यो भएपछि चाहिँ अलिक गाह्रो हुन्छ। हामीले अनुभव गरेको चाहिँ त्यो है। त्यसमा निकालिसकेपछि चाहिँ जस्तो बाहिर निक्लिसक्यो भने त्यसको त्यो के हुन्छ, नाभि काट्छन् नि, तपाईँ आफै गर्नुहुन्छ कि भेटनेरी डक्टरै आउने हो? अब आफै छोडिन्छ, त्यो केही पनि गर्दैन, मान्छे नि केही गर्दैन। राम्रोसँग डेलिभरी हुने भैँसीको होइन, सुँदैन हामीले ल्याएर टक्क अगाडि राखेर घमाउ हो र? त्यो आफै झर्छ, 2-4 दिनमै झरिहाल्छ नि।
ए त्यस्तो हुन्छ है त्यो सुकेर झर्छ कि त्यो त्यो छुँदै छुँदैन हामीलाई कुनैमा चाहिँ फेरि यस्तो पनि भएको छ त्यो नाइटो भन्नुभयो होइन तपाईँले त्यो बच्चाको त्यो नाइटो चाहिँ गाँठो परेर पाक्या हुन्छ त्यसै आफै उपचार गर्नु पनि सकिन्छ त्यो पिप हुन्छ निचरेर अलिकति मलम दलेपछि त्यो ठिक हुन्छ है जस्तो अब हामी यही कृषि जगतको हामी पऱ्यौँ होइन व्यक्ति अब जस्तो हजुरको परिभाषामा कृषि भनेको के रहेछ कृषि भनेको खै अब तपाईँको यो कृषि भन्ने बित्तिकै अब आफआफ्नो ऊ हुन्छ कुनै आलुको खेती गर्छ त्यो पनि कृषि हो होइन कुनै मकै धान कुनै तरकारी खेती कुनै तरकारीमा आबद्ध हुन्छ ऊ पनि कृषि नै हो होइन सबै चिज यो गाउँघरमा हामीले गर्ने कामहरू सबै कृषि नै हो मेरो चाहिँ गाउँघरमा गरिने काम चाहिँ कृषि नै हो जस्तो लाग्छ किनभने अब सबैको घरमा एक दुईवटा भैँसी भइहाल्छ दुई चारवटा बाख्रा भइहाल्छ होइन अब खेतबारी सबैको ढेर थोरै सबैको भइहाल्छ अब त्यो कृषि नै हो नि सर अब के भन्नु त्यो त हजुरकै एउटा आफ्नो मनलाई हुन्छ नि त कृषि भन्ने चाहिँ यो है भने तपाईँको आफ्नै एउटा परिभाषा हुन्छ नि त त्यो चाहिँ मैले बुझ्न खोजेको जस्तो अब यो हाम्रो कृषि सब तपाईँहरूले गरिरहेको काम पनि कृषि हो क्या यो सबै कृषि जगतभित्रै पर्छ यो कृषि क्षेत्रलाई चाहिँ परिवर्तन ल्याउनको लागि अलिकति चेन्ज ल्याउनको लागि तपाईँको आफ्नो तर्फबाट कस्तो खालको तयारी गर्न सकिन्छ र राज्य निकायबाट चाहिँ के गरिदियो भने चाहिँ यसमा परिवर्तन आउन सक्ला तपाईँको विचार बुझ्न खोजेँ मैले अब कृषि त कृषि हो होइन अब यो यहाँबाट उत्पादन हुने चिजहरूको अब सही मूल्य पाउनु पर्यो होइन हामीले सही ठाउँमा लगेर चाहिँ सप्लाई गर्न सक्नु पर्यो अनि त्यो चिजहरूको राम्रो हामीले उत्पादन गरेको चिजहरूको चाहिँ अब उसको रेट राम्रो आउनु पर्यो कि जुनसुकै चिज हो तरकारी होस् सुन्तला होस् होइन प्याज होस् आलु होस् मकै होस् हामीले चाहिँ बजार भाउ राम्रो सरकारी रेट पाउनु पर्यो तपाईँहरूको भनेअनुसार हामीले उत्पादन गरेको चिजको सही मूल्याङ्कन हुनु पर्यो होइन त हुन्छ सर हजुरले यो भैँसी पालनको बारेमा आफूले जाने बुझेको होइन अहिलेसम्मको अनुभव अब तपाईँहरूको त पुर्खौली व्यवसाय पनि रहेछ यही यसको बारेमा एउटा महत्त्वपूर्ण जानकारी हाम्रो यस च्यानललाई राखिदिनु भयो हजुरको महत्त्वपूर्ण समयको लागि हजुर धेरै धेरै धन्यवाद दुवैजना आधुनिक नेपाल युट्युब च्यानल।